सरै भन्नु ब्लकमा त अब कहाँ होइन। अनि भन्नुहोस् कस्तो लाग्यो आज तपाईँ? एकदम दामी। कस्तो के भन्नुहुन्छ? एकदम राम्रो लाग्यो। जाडोमा चाहिँ यस्तो तातो चिया कस्तो जाडोमा लाग्यो? यस्तो तातो चिया खानुपर्छ हो, मजा आउँछ। मजा आउँछ। धन्यवाद। अनि त्यहाँबाट केटाहरू कताबाट आएको? एक्कासी झुल्क्यौ त अनि? म चाहिँ होइन अहिले चाहिँ चिया खाँदैछु। चिया देखाउ न त अन्त यतै हेर्नु पर्यो। बिस्कुट र चिया होइन। अब खाएर चाहिँ घर गएर सुत्नु पर्छ ल गाइस। भोलि फेरि आउनुपर्छ नि। भोलि फेरि आउनुपर्छ। आएन भने त्यही हो। भोलि चाहिँ अलिक भोलि तिमी आएन भने त अनि तिम्रो हल्का रमाइलो भइहाल्छ नि त। होइन टक्क आउनुपर्छ। सन्चै हुनुहुन्छ? एकदम क्यामेरामा हेर्नु पर्यो। दर्शकहरूले पनि बुझ्नु पर्यो नि त तपाईँको भित्रको मनको चाहनाहरू चाहिँ होइन र? अनि चिया देखाउनु नि त, यसो चिया खानु हुँदैछ टक्कसँगले जाडोमा चाहिँ। चिया खाइँदैछ बिस्कुट। हजुर कतिको जाडो छ? अहिले पुरै जाडो छ। पुरा जाडो होइन? एकदम हेभी। अनि त्यहाँबाट यतिको जाडोमा चाहिँ हिँडेको राम्रो हो किन? तातै भएर घरमै बस्नु पर्छ। प्रभुको निम्ति अब गरिँदैछ मनोरञ्जन। यस ओभियसली। धन्यवाद छ तपाईँलाई। तपाईँको नाम पनि भन्नु न। मेरो चाहिँ डिकोन हो। के डिकोन? खड्का डिकोन। खड्का डिकोन भन्यो भने तपाईँलाई सबैले चिन्छ होइन? हुन्छ धेरै धन्यवाद छ मलाई। के खाएको? चिया बिस्कुट। खै त के आएको अनि बिस्कुट चाहिँ अनि अगाडि सकेको अनि कस्तो लाग्यो? भएन यो चाहिँ त्यसो। यो चाहिँ नाइन्साफी भयो। नाइन्साफी हाम्रो चिनी चाहिँ बराबर हुनु पर्यो चियामा होइन? जाडोको बेलामा मजाले खानु छैन मजाले। कम्प्लेन आयो ल तिमीहरूको चियामा चाहिँ अलिकति। अनि आज के पायो यो गिफ्ट एक्सचेन्जमा? मोर हालेको दिएर छैन। जसले दिए पनि दिनु चाहिँ राम्रो छैन। यो गरेर पेन्ट दिएको राम्रो थियो। पेन्ट दिएको यो चाहिँ अब तिमीलाई लास्टिङ हुन्छ नि त, तिम्रो घरको लागि हो। खुसी छैन तिमी गिफ्ट पाएर? लाइन मात्रै भने तर दिदीहरूले पनि युज गर्न सक्छ। पेन्ट भयो भने म मात्रै युज गर्न सक्छु। बिजोक भएछ अब बिजोक। मेरी क्रिसमस। ह्याप्पी क्रिसमस। ह्याप्पी क्रिसमस। कस्तो अनुभव कस्तो भयो हजुरआमा तपाईँलाई आज? एकदम राम्रो। यस्तो जाडोमा होइन यतिको उमेरमा तपाईँ हाम्रो माझमा आइदिनु भयो, हाम्रो लागि धेरै खुसीको कुरा हो। धेरै भएको छुइनँ, 70 वर्ष भयो। पुग्नु भयो भए पनि अब यो पनि धेरै हो। अनि के भन्नुहुन्छ त आज? अनि कस्तो लाग्यो तपाईँलाई? एकदम रमाइलो। एकदम रमाइलो भयो। रमाइलो छ। आउने साल पनि यसै गरी मान्नु पाइयोस्। हुन्छ धेरै धन्यवाद हजुर। व्हाट्सएप गाइस हेर्नु सक्नुहुन्छ हाम्रो सर फेरि आज वेलकम ब्याक भनेर चाहिँ मसँग होइन मेरो च्यानलमा चाहिँ टक्कसँगले अब भिडियोमा चाहिँ आउनु भएको छ यसरी। अनि सर के कस्तो भनिदिनु पर्यो अलिकति तपाईँले ऑडियन्सहरूलाई बताउनु पर्यो। आज 24 December celebration program. Yes, and after Christmas program celebrate and enjoy black tea. Yes. Black tea. एकदमै जाडो छ। जाडो एकदम जाडो भए तापनि एकदमै राम्रो छ यो ब्ल्याक टी पिउँदाखेरि चाहिँ। अनि आजको हाम्रो जुन चाहिँ कार्यक्रम थियो त्यो चाहिँ अलिक छिटै सक्यो, सर्ट एन्ड स्विटमा। तपाईँहरू पनि यसरी जतिजनाले यो हाम्रो ब्लगलाई हेर्नुहुन्छ भिडियोलाई हेर्नुहुन्छ भनेदेखि तपाईँहरू पनि हेरेर इन्जोय गर्नुहोस् अनि यहाँलाई सपोर्ट गर्नुहोस्। अनि भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइबर जति हुनसक्छ अनि तपाईँहरू ऑडियन्स जति पनि फलोवर्सहरू हुनुहुन्छ तपाईँहरू सबैजनाले सहयोग गरिदिनुहोस्। म चाहिँ के भन्छु भन्दाखेरि देश विदेश भयो होइन डुवर्स अब यता कता कता छरेर बस्नु भएको छ अब होइन नेपाली दाजुभाइ दिदी बहिनीहरू सबैजनाले चाहिँ ट्याग गरेर चाहिँ एकदम लाइक गरेर चाहिँ एकदम भिडियोलाई चाहिँ सेयर गरिदिनु होला नि। बताउनुहोस् कि तपाईँहरूलाई चाहिँ होइन हाम्रो भिडियो चाहिँ के कस्तो लाग्दैछ हो कि होइन सर? यस अनि आफ्टर लङ टाइम चाहिँ अब यहाँ मैले चाहिँ सबैसँग भिडियो बनाएँ। मेरै बुढीसँग चाहिँ बनाउनु पाएको थिइनँ, त्यही भएर मलाई दुःख लागिरहेको थियो। अब मैले बुढीसँग भिडियो बनाउनु पाएँ, म धेरै खुसी भइरहेको छु। अनि तिमीलाई के भन्नु छ आज? कस्तो लाग्यो तिमीलाई? मन पर्यो त? के भन्नु कि अब ठिकै छ। यतिको ठिकै हो? यतिको ठिकै हो। तर मैले चिया खाइनँ आज।